म एमालेको समर्थन हो है। म जेस जेनजीको आन्दोलन पनि म एमालेकै समर्थन थिएँ, तर म अहिले बाहिरदेखि विदेशदेखि यो मेरो यो भ्लग बनेको छ र यहाँका साथीहरू कोही जेनजीको पछाडि थिए। म पहिलेदेखि एमालेको समर्थन है, एमालेको समर्थन। यहाँ केटाहरूको अब साथीहरू सबै अहिले आन्दोलन आइसकेपछि के भने तेरो केपी ओली कहाँ गयो, तेरो केपी ओली कहाँ लुकियो भनेर मलाई धेरै विरोध गरेका थिए है। म एक्लै, तर एमालेको समर्थन म यो जुन म बस्छु नि त्यो कम्पनीभित्र म एक्लै छु है। एक्लै एमालेको समर्थन म एक्लै परेँ। अरू सबै कुनै पार्टीका थिए, अरू पार्टीका पनि, यिनीहरू पनि त्यस्तै रक्सीमा तालमा कहिले कुन पार्टीले खिलायो उतै जाने त्यस्ता खाले साथीहरू। म झन् कठोर एमाले परेँ कि कठोर एमाले परेँ। तर यो जेनजीको आन्दोलनपछि मलाई यहाँका साथीहरूले, सँगै काम गर्ने साथीहरूले मलाई धेरै हेपे कि तेरो एमाले कहाँ गयो, तेरो केपी ओली कहाँ गयो भनेर मलाई धेरै गरे। तर मैले अडान भएँ कि हेर्दै जानु होला, हेर्दै जानु होला। एमाले फेरि पनि एकदम स्टोन भएर आउँछ। तपाईँहरू जे होस्, तपाईँ बालेन कुनै, तपाईँ रवि कुनै पनि समर्थन गर्नुभएको छ, केही वर्षपछि केही महिनापछि देखिन्छ भनेको थिएँ होइन। तर यहाँ साथीहरूलाई भनेको थिएँ, अझै पनि साथीहरूले जेनजीको आन्दोलनपछि, जब जेनजीको आन्दोलनपछि जेनजीले अहिले सत्ता ढलायो, त्यसपछि फेरि के भन्न लाग्यो साथीहरूले, तेरो केपी ओली कहाँ गयो, तेरो केपी ओली कहाँ गयो, तेरो केपी ओलीलाई मारिदिए भनेर यहाँ साथीहरूले मलाई धेरै चर्चा दिने कि। मैले भने भाइ, मैले भनेको थिएँ केही पनि हुँदैन थियो होला, छैन केही हुनेवाला पनि छैन। केपी ओली एमाले सबै यहीँ हुन्छ, म पनि एमाले हो, तिमीहरूले केही पनि गर्नेवाला छैन भनेर मैले धेरै स्टोन भएर बसेको थिएँ। तर यहाँ साथीहरू सबै जेनजी पछि, जेनजी आन्दोलनपछि सबैले मलाई एक्लो बनाए। तर अहिले जेस अब चाहिँ एमालेले केही गर्नुपर्छ, अब चुनावपछि केही गर्नुपर्छ र यिनीहरूलाई पनि देखाउनुपर्छ भन्ने मेरो आग्रह छ। यति तपाईँले जुन जुन एमाले हुनुहुन्छ, मेरो कुरा कस्तो लाग्छ तपाईँले सकेसम्म सबै सेयर गरेर यो भिडियोलाई अझै पुऱ्याइदिनु होला। मेरो कस्तो अवस्थामा म यहाँ थिएँ र यहाँको साथी कति साथीहरूले मलाई के गरेको थिएँ भन्ने कुरो पनि तपाईँलाई मैले सेयर गरिसकेँ। तपाईँलाई यति राम्रो लाग्छ भने सेयर गरिदिनु होला। र मैले भनेको थिएँ जेनजीले केही होला मान्छेको बाहिरको रिसबेको कारणले गर्दाखेरि यो सरकार ढलेको, जेनजीले केही पनि गरेको छैन भन्ने अडान थियो। र यहाँका साथीहरूले के भन्छन्, जेनजीले ढलाएको, जेनजीले सब गरेको भन्ने कुरो छ। तर यो मैले रिसिबेको कारणले पुरा पार्टीहरू मिलेर उसले जलाउने र उसले भड्काउने, उसले जलाउने काम यिनीहरूले गरेका छन् भन्ने मेरो आग्रह थियो। तर यहाँका साथीले के भन्छन्, तर केपी ओलीले अब तेरो एमाले सकियो, तेरो एमाले अब फर्केर कहिले आउँदैन, हामी एमालेको नामै रहन्न भन्ने कुरो थियो। मैले भनेको थिएँ एमाले भनेको फेरि पनि सस्तो भएर आउँछ, एमाले अझ अगाडि आउँछ, तपाईँहरू हेर्दै जानु होला भनेको थिएँ। तर फेरि पनि एमाले अब पनि अगाडि आउँछ, देख्नुहोस् अर्को हाँचीमा तपाईँको एमालेको लहर भनेर मैले यहाँको फेरि केटाहरूलाई देखाएँ। त्यसपछि देखाएपछि साथीहरू के भन्छ, रक्सी र मासुको तालमा निस्केका भन्ने कुरो गरेँ। रक्सी र मासुको तालमा यत्रो जनता त्यहाँ आउँछ भने मैले तपाईँ यहाँको साथीहरूलाई फेरि देखाइदिएँ। तपाईँको त्यहाँको कार्यक्रम देखाएँ मैले फेरि यहाँको साथीहरूलाई। त्यसपछि यहाँका साथीहरू आजभोलि के भन्न लागेका छन्, रक्सीको तालमा भने। रक्सीको तालमा को रहेछ, यहाँ जति जुन बालेनलाई सपोर्ट गर्छन् तिनीहरू रक्सीको तालमा रहेछ भन्ने कुरो तपाईँले थाहा पाउनुभयो। राति 12 बजे होटलमा बसेर सबै मिडिया लगेर बालेनको सपोर्ट गर्ने भन्ने को रहेछ भनेपछि यिनै रक्सी बिक्ने, रक्सी खाने मान्छे त्यस्तै कुरो गरेर रहेछन्। हजुरलाई कस्तो लाग्यो, सकेसम्म सबै साथीहरू एमाले हुनुहुन्छ समर्थन गरिदिनु होला, लाइक गर्नु, सेयर गर्नु होला र सब्सक्राइब पनि गरिदिनु होला। हस् त, धन्यवाद।